Okay, मेरो नाम चाहिँ किशन भारी. I'm working as an IT head over here. मेरो आफ्नै पनि यहाँ चाहिँ जर्नी भनेको इट्स अराउन्ड 12 इयर्स भइसकेको छ. वी वर्क एज अ रेमिटेन्स कम्पनी अनि हाम्रो चाहिँ मेन थिम भनेको नि जहाँ नेपाली त्यहाँ सिटी एक्सप्रेस हो र हाम्रो काम भनेको चाहिँ विदेशमा बसेर मेहनत गरेर काम गरिराख्नु भएको हाम्रो चाहिँ कस्टमर्सहरूको पैसालाई चाहिँ नेपालमा उहाँहरूको चाहिँ आफन्तहरूको माझमा चाहिँ सेफली पुर्याउने काम गर्छौँ हामीले चाहिँ. सो हामी सिटी एक्सप्रेस चाहिँ वी आर इन द बिजनेस फर 20 इयर्स अनि वी वर जस्ट वर्किङ इन अ बेसिक म्यानर होइन. एउटा चाहिँ स्ट्याटिक वेबसाइटबाट सुरु गरेर चाहिँ हामी स्टार्ट गरेर आएको थियौँ. अहिलेको च्यालेन्ज र यो कुराहरूलाई देखेर हामी पनि डिजिटल उसमा चाहिँ हामी अलिकति अगाडि जानुपर्छ. अगाडि जसले पनि हामीलाई चाहिँ गुगलहरू सर्च गर्ने बेलामा चाहिँ हामीलाई चाहिँ अगाडि नै पाउनुपर्छ किनकि वी आर इन द बिजनेस अफ रेमिटेन्स नि त होइन. सो रेमिटेन्सको उसमा चाहिँ नेपालमा को छ त अगाडि भनेर पत्ता लगाउनको लागि चाहिँ वी आर अल्सो द वान भनेर चाहिँ चिनाउनको लागि डिजिटल प्लेटफर्ममा जानको लागि हामीले चाहिँ भेन्डरहरूको लागि आह्वान गरेको थियौँ. वी केम अपन विथ सम अदर्स अल्सो एन्ड इन द्याट वान टेक ले चाहिँ हामीलाई अलिकति राम्रो रेस्पोन्स गर्नुभएको कारणले गर्दा वी केम अपन विथ वान टेक एन्ड द्याट अल्सो प्रुभ अस भेरी गुड किनकि रश्मिताको प्रेजेन्टेसन एन्ड जास्परको चाहिँ हार्ड वर्क छ. आई थिङ्क द्याट्स पेइङ अफ. It's been a year that we have been working with OneTech. Till now, whatever we have been finding, it's getting it very good for us. अनि त्यसपछि जुन टाइप अफ एसइओ को पार्टमा चाहिँ उहाँहरूले हेल्प गर्नुभएको छ अनि जुन टाइपको चाहिँ मैले सुरुमा नि भने एउटा चाहिँ एपिरियन्स अनि त्यसपछि हार्डवर्क त्यसमा चाहिँ उनीहरूको चाहिँ डिप रिसर्च सिटी एक्सप्रेसले चाहिँ के गर्दाखेरि चाहिँ डिजिटल्ली अनि त्यसपछि गुगलहरूकोमा चाहिँ हामीलाई चाहिँ कसरी अगाडि ल्याउन सक्छ भन्ने खालको त्यो प्रेजेन्टेसन त्यो चिजहरूले गर्दा चाहिँ हामीलाई चाहिँ अहिले पहिलाभन्दा अगाडि ल्याएको छ र त्यसले चाहिँ हामीलाई फ्रुटफुल प्रेजेन्ट गरिराखेको छ. सो वी फाइन्ड इट भेरी गुड वर्किङ विथ देम एन्ड होप विल बी एक्सटेन्डिङ दिस सर्भिस फर लङ. सो पहिला हामीलाई चाहिँ गुगलमा कसैले सिटी एक्सप्रेस भनेको के हो भनेर सर्च गर्दाखेरि पनि दे निड टु गो टु पेजेस आफ्टर पेजेस होइन. हामीलाई चिनाउन पनि गाह्रो भइराखेको थियो पहिला चाहिँ. सो यदि कसैले सर्च गरिहाल्यो भने रेमिटेन्सको बारेमा भने पनि वी वेयर इन द 5th or 6th पेजेस होइन. अनि त्यसलाई चाहिँ OneTechले दे हेभ ब्रट अस टु कम अप इन्टु 2nd or 3rd पेजेस नाउ एन्ड होपफुल्ली विल गो टु पेज 1 भन्ने चाहिँ हामीलाई लागिराखेको छ. यसको लागि चाहिँ OneTechलाई पनि आइड लाइक टु थ्याङ्क्स. सो दे हेभ बिन डुइङ गुड. त्यसमा चाहिँ मैले एज एन एक्सपिरियन्स मैले सेयर गर्नु पर्दाखेरि चाहिँ 2-3 चोटि हामीलाई चाहिँ साइट पनि डाउन नभएको होइन थियो तर चाहिँ मैले के भयो भनेर सोद्धाखेरि चाहिँ उहाँहरूले जस्ट टुक गुड केयर अफ द्याट अनि उहाँले चाहिँ विदिन अ मिनट दे मेक इट अप गरिदिनु भएको थियो. सो द्याट वाज अ गुड रेस्पोन्स अनि वी जस्ट थिङ्क दिस काइन्ड्स अफ सपोर्ट हुनुपर्छ एउटा भेन्डरको पार्टबाट पनि. अनि हामी पनि एज अ कस्टमर सपोर्टमा बसिसके पछाडि चाहिँ हामीले पनि कस्टमरलाई चाहिँ दुःख नभइकन चाहिँ सबै कुराहरू प्रब्लम सल्भ होस् भनेर सोच्छौँ. सो त्यस्तै गरेर हामी एज अ कस्टमर भएर पनि हाम्रो भेन्डरले पनि हामीलाई चाहिँ त्यस्तै खालको सपोर्ट दियोस् भन्ने खालको हुन्छ. सो वी आर गेटिङ इट. अनि त्यस्तै गरेर हामी कस्टमरलाई सपोर्ट गर्दा र हामी एज अ कस्टमर हुँदाखेरि चाहिँ के अरे आउने रियाक्सन चाहिँ एउटै हुनुपर्छ जस्तो लाग्छ र त्यो चाहिँ हामीले पाइराखेका छौँ. टाइम्स एन्ड टाइड्स अनि यो कुराहरू सबै कुराहरू चेन्जेस हुँदैछ. अब एआई भनिराखेको छ सबै कुराहरू छ होइन. सो हामीलाई यो सानो कुराहरूमा चाहिँ हामीले हाम्रो इन्भल्भमेन्ट भन्दा पनि के अरे अझै OneTechले हामी चाहिँ यस्तो खालको टेक्नोलोजी आइराखेको छ यसमा चाहिँ सिटी एक्सप्रेस जानुपर्छ सिटी एक्सप्रेसलाई चाहिँ यस्तो तरिकाले चाहिँ फाइदा हुन्छ भन्ने चाहिँ OneTechले हामीलाई सजेस्ट गरोस् र
त्यो सजेसनमा चाहिँ हामीले पनि ठिक हो भनेर चाहिँ हामी पनि कुरा अगाडि लान सकौँ। सो दिस इज वाट वी वान्ट फ्रम वानटेक। अनि हामी त अलवेज रेडी नै छौँ वानटेकसँग काम अगाडि बढाउन, किनकि आज जुन तरिकाले काम भइरहेको छ होपफुल्ली त्योभन्दा अझ बेटर हुनुपर्छ र बेटर भएको राम्रो, बेटर होस् भन्ने चाहिँ शुभकामना पनि दिन चाहन्छु। रिकमेन्डिङ वानटेक टु अदर्स भन्दाखेरि एब्सोल्युटली यस। किन भन्दाखेरि चाहिँ द वे दे वर्क, दे प्रेजेन्ट, अहिले हामीले चाहिँ जुन प्रेजेन्ट गरिराखेको छ सेम कुरा अरूलाई पनि चाहिएको हुनसक्छ। सो आई वुड डेफिनेटली रिकमेन्ड वानटेक। सिटी एक्सप्रेसको मेन भिजन भनेको चाहिँ इट निड्स टु रिच एभ्री कस्टमर्स जो चाहिँ बाहिर बसेर काम गरिराखेको छ। जस्तो फेसबुक जसरी हातमा पुगेको छ त्यस्तै गरेर नेपालमा म मेरो मान्छेलाई पैसा पठाउँछु भनेर भन्दाखेरि चाहिँ सिटी एक्सप्रेस चाहिँ एउटा एकदम भरपर्दो सुरक्षित माध्यम हो भनेर चाहिँ के हो त भन्दाखेरि चाहिँ सिटी एक्सप्रेस नै हो है। यो नै तपाईँको चाहिँ एकदम सुरक्षित माध्यम छ। यसबाट चाहिँ हामीले मेरो घरमा चाहिँ पैसा पठाउन के अरे चाहन्छु भनेर भन्दाखेरि चाहिँ सिटी एक्सप्रेसलाई नै देखोस् भन्ने चाहिँ हाम्रो भिजन छ।